हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। यहाँहरू सम्पूर्णलाई फेरि पनि मेरो अर्को नयाँ भ्लगमा स्वागत गर्न चाहन्छु। आजको मेरो भ्लग अस्ति नै मेरो अघिल्लो भ्लगको लास्टबाट नै सुरु हुन्छ। बिहिबारको दिन दिउँसो खाजा खाइसकेपछि यति बेला 4 जति बजेको थियो। म चाहिँ फ्रिज सफा गर्नुपर्ने थियो। धेरै लामो समय भइसकेको थियो फ्रिज सफा नगरेको। लगभग खाली नै थियो फ्रिज, धेरै सामान थिएन। सो म चाहिँ फ्रिज सफा गर्नलाई यो सबै निकालेर आज चाहिँ मैले साबुन लगाएर धोएको छु। यो भित्रको सामानहरू राख्ने कन्टेनरहरू अनि यो फ्रिजकै यो कन्टेनरहरू सबै निकालेर अनि साबुनले धोएर यसलाई पहिला सुकाउन राखिदिन्छु। धोएर यसमा पानी सुक्दै गर्छ, पानी तैरिँदै गर्छ अनि त्यसपछि फ्रिज सफा गर्छु। यता चाहिँ फ्रिज पुरै सफा गरिसकेँ। यता डोर साइडमा चाहिँ मैले सफा गरिनँ। 2-4 दिन अगाडि मैले मिलाएर सफा गरेर अनि सामानहरू मिलाएर राखेको थिएँ। डोर साइड चाहिँ यता अगाडि मात्र सफा गरेँ। अलिअलि भएको सामानहरू मिलाएर राखेँ। बाहिर चाहिँ फलफुल आएको थियो। त्यसपछि मैले 1 केजी आँप किनेँ अनि यसलाई चाहिँ पानीमा पखालेर यसको भेट्नु काटेर आधी घन्टा जति पानीमा भिजाउन राखिदियो भने चाहिँ यसको बिसादी जान्छ भनेर भिडियो देखेको थिएँ मैले। अनि सो मैले पनि एकछिन यसलाई यसको टुप्पा भेट्नुहरू काटेर अनि पानीमा छोडिदिएँ आधा घन्टा जति। त्यसपछि यसलाई पखालेर यो कन्टेनरमा हालेर राख्दैछु। त्यसपछि बच्चाहरूलाई खान दिनलाई एउटा चाहिँ आँप मैले काटेर बच्चाहरूलाई दिन ठिक पार्दैछु। दिउँसो चाहिँ फोहोर लिन आएको थियो। मैले फोहोर फालेर डस्टबिन सफा गर्न त्यसै बाँकी राखेको थिएँ। अनि यति बेला 6 बजेको छ, 6 साढे 6 नै हुन लागिसकेको छ। डस्टबिन सफा गरेर यसको पानी तर्याउन सुकाउनको लागि बाहिर झुन्डाइदिएको छु। अब खाना बनाउने टाइम हुन लाग्यो। पहिला चाहिँ अब आफ्नो लागि 1 कप चिया बनाएर खान्छु म। त्यसपछि खाना बनाउने तयारी गर्छु। यति बेला चाहिँ 8 बजिसकेको छ। बेलुकाको खाना बनाएर खाने काम भइसक्यो। भाँडा पनि माजिसकेको छु। किचन सफा गरिसकेँ। प्रायः जस्तो चाहिँ मेरो बेलुकाको किचन क्लिनिङ श्रीमानजीले गर्नुहुन्छ। आज चाहिँ म आफैले गरेको छु। सबै सरसफाइ गरिसकेर किचनमा पानी राख्ने यो नित्य मेरो काम। पानी राखेर अब सुत्ने तयारी गर्दैछु।
यो चाहिँ हो नेक्स्ट डे मर्निङको शुक्रबारको दिन बिहान सबेरै उठेर मैले आफ्नो बिहानको एक्सर्साइज योग गरेर अनि सरसफाइ पुस्ने काम गरेर नुहाएर पूजाआजा पनि गरिसकेको छु यति बेला। अनि मैले यहाँ प्रसादमा चाहिँ स्याउ राखेको थिएँ, हृदयलाई र प्रसन्नलाई खाना पर्यो भनेर म यहाँ काटेर दिँदैछु। आजभोलि चाहिँ श्रीमानजी बिहानको खाना नखाइकन जानुहुन्छ, सो आज खाना बनाउने काम छैन मेरो पनि आज व्रत। बच्चाहरूलाई बेलुकाको थोरै खाना रहेको छ, त्यसमा नै अब दाल तरकारीहरू राखेर म जाउलो बनाइदिन्छु सिटी लगाएर। अनि यता चाहिँ दुध, अघिल्लो दिनको दुध अलिकति बाँकी थियो, त्यो दुध चाहिँ मैले हृदयले आइसक्रिम खाने भनेर 1-2 दिन अगाडिदेखि भनिरहेको थिएँ। अनि हिजो मैले म्याङ्गो पनि लिएको थिएँ, अनि यो म्याङ्गोवाला आइसक्रिम बनाइदिनलाई अघिल्लो दिनको दुध चाहिँ मैले यता प्यानमा बसालेको छु तताउनलाई। अनि यो फ्रेस दुध आज व्रतलाई प्रसाद, अनि त्यसपछि चिया खानलाई यता अर्को भाँडामा बसालेँ। आज चाहिँ खाना बनाउनु नपर्ने भएर म बिहानै आइसक्रिम बनाइदिन लाग्दैछु। अनि त्यसको लागि मैले यो अलिकति सुकेको नरिवललाई चाहिँ बिहान पानीमा भिजाउन छोडिदिएको थिएँ। अघिल्लो दिन बिर्सेछु मैले, अघिल्लै दिन भिजाइदिएको भए अझ नरम हुन्थ्यो। अनि यसलाई यसको यो कालो भाग बाहिरपट्टिको बोक्रा तासेर यसलाई टुक्रा बनाएँ। त्यसपछि आँपलाई पनि 2वटा आँप लिएको छु, 2वटा आँपलाई पनि काटेर यसको बोक्रा निकालेँ। अब यता दुध तताउन बसालेको, यो दुधलाई चाहिँ बाक्लो हुने गरी पकाउनुपर्छ, आधा हुने गरी। अनि त्यसपछि आइसक्रिम चाहिँ मिठो पनि हुन्छ अनि क्रिमीवाला पनि हुन्छ। अनि यता दुध चाहिँ आधा जस्तो भइसकेको छ, बाक्लो पनि देखिन थालेको छ। अनि यसलाई चाहिँ मैले बन्द गरिदिएँ ग्यास। दुध तताउँदै गर्दा चाहिँ मैले आफ्नो लागि चिया पनि बसालेको थिएँ। चिया तयार भइसकेको छ। अब यो दुध सेलाउने टाइम चाहिँ बसेर म चिया खान्छु, त्यसपछि आइसक्रिम बनाउन थाल्छु। बच्चाहरू चाहिँ उता खेलिरहेछन्। काटेको नरिवल र काटेको यो म्याङ्गोलाई चाहिँ मिक्सचरमा राखेर ग्राइन्ड गर्दैछु। अरू ड्राई फ्रुट्सहरू चाहिँ मैले राखिनँ, मनपर्नेहरूले अरू ड्राई फ्रुट्सहरू पनि राख्न सक्नुहुन्छ। यो दुधमा मैले थोरै अलिकति चिनी राखेको थिएँ अगाडि उब्लिने बेलामा। म्याङ्गोको त्यसै पनि गुलियो आउँछ, त्यति धेरै चिनी राख्न पर्दैन, थोरै राख्दाखेरि हुन्छ। अनि आइसक्रिम बनाउने भाँडा त्यो मोल्ड थिएन मसँग, यसलाई चाहिँ यो कुल्फी टाइपको बन्ने गरी मैले यसमा यो एउटा भाँडा थियो मसँग, यसमा राखेर यसमा चाहिँ माथिबाट स्टिक राखेँ। अनि अलिकति रहेको थियो, त्यो चाहिँ यहाँ सानो दहीको बट्टा थियो त्यसमा राखिदिएको छु। यो स्टिक राखेर यसलाई डिप फ्रिजमा राखिदिएको छु। यसको चाहिँ भोल्युम बढाएर राखिदिएको छु। अब यो 5-6 घन्टामा चाहिँ तयार हुन्छ। त्यसपछि बच्चाहरूलाई जाउलो बनाएर खाना दिएँ। अनि त्यसपछि अलिकति कपडा धुनु थियो, बिहान चेन्ज गरेको कपडा धोएर सुकाउँदैछु। आजभोलि कपडा पनि मैले पछाडि नै सुकाउँछु, अगाडि खासै घाम लाग्दैन, पछाडि चाहिँ दिनभरि जस्तो घाम लाग्ने भएर पछाडि नै कपडा सुकाउन लाग्दैछु। कपडा धोएर एकछिन रेस्ट गरेँ।
त्यसपछि हृदया र प्रसन्नलाई चाहिँ दालमोठ खानु पर्यो भनेर मैले यहाँ दालमोठ खान दिँदैछु। आज चाहिँ मेरो सोफा सफा गर्नुपर्ने छ। धेरै लामो समय भइसक्यो सफा नगरेको, अनि मैलो देखिन थालिसकेको थियो। यो हल्का वाइट पनि छ यसको बुट्टा, त्यसले गर्दा अलिक छिटै फोहोर पनि देखिन्छ। अनि 3 महिना अगाडि 3 महिना जस्तो भयो होला मैले यसलाई सफा गरेको। फेरि एकचोटि सफा गर्नुपर्ने भएको छ। यो सफा गर्नलाई चाहिँ मैले तातो पानी तताएँ, त्यो पानी उमालेर अनि त्यो उमालेको पानीमा डिटर्जेन्ट राखेँ। त्यसपछि कागती अनि सोडा चाहिँ मसँग रहन्छ। सोडा भएको भए अझ राम्रो हुन्थ्यो, अझ छिटै सफा हुन्थ्यो। सोडा हुनेहरूले सोडा पनि राख्न सक्नुहुन्छ। यसरी यो तातो पानी पोल्ने नै छ यो पानी। यो पानीले पुरै मैले सोफा भिजाउँदैछु एउटा जालो लिएर। यसले घोट्न पनि सजिलो हुन्छ भनेर यो जालोले पुरै सोफा भिजाउँदै पहिला यसलाई पुरै भिज्न दिने। त्यसपछि यो जालोले नै पानीमा चोप्दै घोट्दै गर्ने। यसलाई निकै बेर जस्तो घोट्नुपर्छ सफा हुने देखिने गरी। अनि यसलाई यसको यो मैलोहरू सबै जाने गरी एकछिन घोटेपछि चाहिँ अलिकति पानी सफा पानी ल्याउने, अनि एउटा कपडा लिएर आएर यसलाई मजाले पुस्नुपर्ने हुन्छ। यसरी धेरै पटकसम्म चाहिँ यो कपडालाई पखाल्दै पुस्दै गर्नुपर्छ। यसबाट सफा पानी आउने जेलसम्म यसलाई पुस्दै र पखाल्दै गरेपछि चाहिँ यो सोफा सफा हुन्छ। यसको फोहोरहरू पनि सबै जान्छ। मैले चाहिँ यसै गरी झन्डै 15-20 पटक नै मैले यो पानी फाल्दै सफा गर्दै गरेको छु। अब लगभग सफा पानी आउन थालिसकेको छ। यो चाहिँ सफा भइसकेको छ। यो चिसोमा भएर त्यति राम्रोसँग सफा देखिएको छैन, उज्यालो देखिएको छैन। यो सुकेपछि चाहिँ सफा देखिन्छ, उज्यालो देखिन्छ। मेरो किचनको सोफाहरू पनि सफा गर्नुपर्ने भएको छ। आज चाहिँ व्रतको दिन मलाई अलिकति गाह्रो पनि भएको भएर यतापट्टिको मात्र बेडरुमको मात्र सफा गरेँ। त्यसपछि यति बेला 6 बज्नै लागिसकेको थियो। आइसक्रिम चेक गरेको, खानालाई रेडी भइसकेको रहेछ। अनि निकालेर बच्चाहरूलाई आइसक्रिम खान दिएँ। अब मेरो पूजा गर्ने टाइम हुन लाग्यो, सो म चाहिँ उनीहरूलाई आइसक्रिम खान दिएर पूजा गर्नलाई रेडी हुँदैछु। सात बजेतिर चाहिँ मेरो पूजा सकिएको छ। अब पूजा सकिएपछि अब म प्रसाद खान्छु। खाना बनाउँदिनँ आज, बच्चाहरू हामी सबैजना प्रसाद खाएर सुत्छौँ आज चाहिँ। आजको भिडियो यति नै। फेरि अर्को दिन अर्को नयाँ भिडियो लिएर आउने छु।